मागहरू राख्न सक्छन्। अर्थात् आफूले चाहेको पार्टीलाई आफूले चाहेको प्रतिनिधिलाई छान्न सक्छन्। अर्थात् आफ्ना प्रतिनिधि मार्फत आफ्नो जिन्दगीलाई बदल्ने गरी जनताले फैसला लिन सक्छन्। तर आज यही लोकतन्त्रलाई मास्न प्रयत्न गरिँदैछ। खबरदार, नेकपा एमाले छ। हामी कदापि जनताको रगत पसिनाबाट आर्जित भएको हाम्रो देशको लोकतन्त्रलाई मासिन दिँदैनौँ, कदापि मासिन दिँदैनौँ। आज धेरै प्रयत्न भएको छ। आज नेपालमा अस्थिरता पैदा गरेर पार्टीहरूलाई बदनाम गराएर नेकपा एमाले जस्तो एउटा गौरवशाली पार्टी जो जनताको बीचबाट जन्मियो, जनताको बीचबाट हुर्कियो, जनताकै लागि बाँचिरहेको छ, आज यो पार्टीलाई कमजोर बनाउन कोसिस गरिएको छ। दाजुभाइ तथा दिदीबहिनी, तातो पानीले घर जल्दैन, झिङ्गाको छोराले झिङ्गा मर्दैन। हामीलाई जतिसुकै आलोचना गरे पनि, हामीलाई जतिसुकै निन्दा गरे पनि, भर्त्सना गरे पनि, अर्थात् नेकपा एमालेलाई चारैतिरबाट घेराबन्दी गरे पनि यो पार्टी चाहे स्वास्थ्यको क्षेत्रमा होस्, चाहे शिक्षाको क्षेत्रमा होस्, चाहे सडक, पुल, पूर्वाधार, बिजुली, पिउने पानी, सिंचाई लगायत जनताका आधारभूत आवश्यकताको सन्दर्भमा होस्, चाहे आमा दिदी बहिनीहरूको अधिकारको सन्दर्भमा होस्, वृद्ध भत्ता, विधवा भत्ता, अशक्त अपाङ्ग भत्ता, बाल बालिकाहरूको लागि पोषण, महिलाहरूको अधिकार, किसानहरूको जिन्दगीलाई बदल्ने नयाँ प्रकारका कार्यक्रमहरू अनेक प्रकारले देशको स्रोत साधन जति थियो त्यो स्रोत साधनमा आधारित भएर हामीले जनताको जीवनलाई बदल्न खोज्यौँ, देशलाई माथि उठाउन खोज्यौँ। गर्दा गर्दै जनताका सबै चाहनाहरूलाई पुरा गर्न सकेनौँ होला नि त। देश त जति चाह्यो त्यति खर्च गर्ने सामर्थ्यमा थिएन। कम स्रोत साधनबाट जनताका हजारौं चाहनाहरूलाई पुरा गर्दा हामीले चाहे जस्तो भएन होला। तर हाम्रो पार्टीले इमानदारपूर्ण प्रयत्न गरेको छ, लगातार प्रयत्न गरेको छ। हाम्रो पार्टीले एक्लै बहुमत प्राप्त गरेको छैन, यसकारण हाम्रा कार्यक्रमहरू लागू हुन सकेका छैनन् होला सबै। तर हामीले जनताको जीवन बदल्नको लागि एउटा दूरदृष्टिका साथ अगाडि बढेका छौँ। आज म निर्वाचनको बेलामा तपाईहरुका बीचमा आएको छु। तपाईहरुले 79 मा निर्वाचनमा भाग लिनुभयो।